नमस्कार साथीहरू, तपाईहरुलाई एसआरएस क्रिएसन च्यानलमा स्वागत छ। आज म फेरि पनि हजुरहरुमा कृषि सम्बन्धी जानकारीमूलक भिडियो लिएर उपस्थित भइसकेको छु। के तपाईहरुले कहिले महसुस गर्नुभएको छ हामीले हरेक वर्ष मल हाल्दै पनि माटोमा पहिले जस्तो उर्वर शक्ति छैन? हो, पछिल्लो समय हामीले अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग गर्दै आइरहेका छौं, जसले गर्दा माटोमा रहेको उर्वर शक्ति क्रमिक रूपमा ह्रास हुँदै गइरहेको छ। त्यसकारणले गर्दा आजको भिडियोमा हामी इफेक्टिभ माइक्रो अर्गानिजम इएम भनेको के हो, यो किन आवश्यकता छ र कृषिमा यसको प्रयोग कसरी गरिन्छ भन्ने विषयमा सरल भाषामा बुझ्नेछौँ। यदि तपाईँ जैविक खेती, माटो सुधार वा प्राकृतिक कृषि प्रणालीमा रुचि राख्नुहुन्छ भने यो भिडियो तपाईका लागि निकै उपयोगी हुनेछ। त्यसकारणले गर्दा भिडियो अन्तिमसम्म हेर्नुहोला। इफेक्टिभ माइक्रो अर्गानिजम अर्थात् इएम भनेको के हो? इएम भनेको लाभदायक सूक्ष्म जीवाणुहरूको समूह हो, जसले माटो, बोटबिरुवा, पशु र वातावरणलाई स्वस्थ बनाउने काम गर्दछ। यी सूक्ष्म जीवाणुहरू आँखाले देखिँदैनन्, तर तिनीहरूको प्रभाव भने खेती प्रणालीमा अत्यन्तै गहिरो हुन्छ। इएम भित्र मुख्य रूपमा ल्याक्टिक एसिड ब्याक्टेरिया, फोटोसिन्थेटिक ब्याक्टेरिया, यीस्ट जस्ता उपयोगी जीवाणुहरू हुन्छन्। यी जीवाणुहरूले प्रकृतिसँग मिलेर माटोलाई पुनः जीवित बनाउने कार्यहरू गर्दछन्। यो हामीले लिएको छौँ 1 लिटर इएम। यो चाहिँ विशेष गरी भनेको कृषि क्षेत्रमा प्रयोग गर्दै आइरहेका हुन्छौँ। हामीले चाहिँ यसलाई गाई गोठमा छर्कियो भने यसले दुर्गन्ध हटाउँछ। साथसाथै हामीले कम्पोस्ट मल बनाउनको लागि पनि छिटो पकाउनको लागि हामीले इएमको प्रयोग गर्दछौँ। त्यसै गरी हामीलाई घरायसी तथा ठोस फोहोर मैला व्यवस्थापनमा पनि हामीले यसलाई प्रयोग गर्न सक्छौँ। अब लागौँ हामी इएम फर्स्टबाट इएम सेकेन्ड कसरी बनाउँछौँ। हामीले सर्वप्रथम पहिला 20 लिटर पानी अट्ने कन्टेनर लिएको छौँ, जुन चाहिँ हामीले प्लास्टिकको कन्टेनर लिएको छौँ। यसमा हामीले 19 लिटर पानी हालेका छौँ र अब हामी यो 19 लिटर पानीमा चाहिँ इफेक्टिभ माइक्रो अर्गानिजम अर्थात् इएम फर्स्टलाई चाहिँ हामीले यो 19 लिटरको ड्रममा हामीले 1 लिटर इएम फर्स्ट हालिरहेका छौँ। यसभित्र रहेका ब्याक्टेरियाहरू इनएक्टिभ अवस्थामा रहेका थिए। अब हामीले यसलाई एक्टिभ गराउनको लागि हामीले यसमा 19 लिटर पानी लियौँ र साथसाथै हामीले यसमा चाहिँ 4 किलो सक्खरको चाहिँ घोललाई हामीले यही मिश्रणमा मिसाइरहेका छौँ। सक्खरलाई हालिसकेपछि यो पानीको घोलसँग राम्रोसँग मिश्रण गर्नको लागि हामीले काठको अथवा बाँसको लट्ठीले राम्रोसँग घुल्नुपर्छ र यसलाई केही बेरसम्म घोलिसकेपछि यो राम्रोसँग घुल्छ र हामीले यसलाई एयर टाइट गरेर बन्द गर्नुपर्ने छ। यो इएम सेकेन्ड बनाइसकेपछि हामीले यो भाँडोलाई चाहिँ कस्तो ठाउँमा राख्ने त? हामीले यसलाई तयार गरिसकेपछि हामीले यसलाई राख्दाखेरि डाइरेक्ट सनलाइट पर्ने ठाउँमा राख्नु हुँदैन। किन भन्दाखेरि यदि हाम्रो यो भाँडो चाहिँ डाइरेक्ट सनलाइटबाट तातियो भने त्यहाँभित्र रहेका सूक्ष्म जीवाणुहरू चाहिँ मर्ने सम्भावना बढी हुन्छ। त्यसकारणले गर्दा हामीले यसलाई राख्दाखेरि 40 डिग्री सेल्सियस भन्दा कम तापक्रम मेन्टेन गरेर राख्नु पर्दछ र छाया पर्ने भागमा राख्नु पर्दछ। अन्तमा तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परेमा लाइक गर्नुहोस् र आफ्ना साथी किसानहरूसँग सेयर गर्नुहोस् र यस्तै उपयोगी कृषि सामग्रीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। फेरि पनि हामी यस्तै उपयोगी भिडियो सामग्रीहरू लिएर हजुरहरूमाझ उपस्थित हुने बाचाका साथ आजलाई बिदा हुन्छौँ। हस्त नमस्कार।